नमस्ते वेलकम टु ब्याक न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु भन्न चाहन्छु। आज मैले धेरै महिनापछि सुरु गरेको छु गाइस, देख्न सक्नुहुन्छ बाटादेखि। आज 115औं अन्तर्राष्ट्रिय नारी दिवसको सबैजनालाई शुभकामना गाइस। आज हामी आफ्नो नृत्य देखाउनको लागि जाँदैछौँ, सानो नृत्य लगेर अहिले ट्रेनिङ गर्दैछौँ, अलि पछि जान्छौँ गाइस। सँगसँगै नै हुन्, अब त्यहीँ गएर भेटौँला। म रेडी पनि हुन्छु, देख्न सक्नुहुन्छ म रेडी भइसकेर बाटोमा पुगिसकेँ गाइस। देख्न सक्नुहुन्छ आजको मेरो लुक के भन्छ गाइस। आज नारी दिवस, सबैजनालाई शुभकामना भन्न चाहन्छु। अझ नारी हिंसा, बाल विवाह, यौन दुर्व्यवहार हामी सबै लाएर हटाउनुपर्छ भनेको छु। आज हामीले आफ्नो नृत्य लगेर जाँदैछौँ, नारा दुरुस लगाउँदै गाइस। देख्न सक्छ म सबै देखाउँछु हजुरहरूलाई, के कस्तो छ कमेन्ट गरिदिनु होला र मेरो यो भिडियोलाई माया गरिदिनु होला भन्न चाहन्छु। आज त्यहाँ हुनुहुन्छ हाम्रो नारीहरू, कस्तो मधुरो घाम क्यामेरा राम्रो छैन त। अनि गाइस अब हामी नारा लगाउँछ गाइस। हामी फेरि पनि बाटामा पुगिसकेँ, अब नारा दुरुस लगाउँदै जान लाग्छौँ। यति कति धेरै सबै गइसक्यो क्या, थोरै छन्, त्यो पनि हामीले अलिअलि नारा लगाउँदै जाँदैछौँ। सबैजनाले भन्नु है, म भन्छु छाउपडी प्रथा अन्त्य गरौ अन्त्य। ए भन के तिम्रो पनि मार्दिन्छ अल फेरि सबलाई फेरि। अनि भन है तिमी, छाउपडी प्रथा अन्त्य गरौ अन्त्य गरौ, महिला हिंसा अन्त्य गरौ अन्त्य गरौ, बराबरी बराबरी अन्त्य गरौ अन्त्य गरौ, सुरु गरौ सुरु गरौ। सो गाइस अन्त्य गरौ अन्त्य गरौ। सो गाइस घर फर्किसकेँ। आज हामी के आयौँ अरे भन्नु त आउँछु। फर्स्ट हामीलाई के दिनुहुन्छ त? सो गाइस आज हामी फर्स्ट आयौँ। आज गीताएर मैले त नाचेको थिएन, गीता थिएँ। अब हामी घर जाँदैछौँ। नाचेको गाएको भिडियो म हाल्छु यसमा। अघि भिडियो बनाउनु पाएन तर पनि अलिअलि बनाएको छौँ, त्यही हालिदिन्छौँ। के कस्तो लाग्छ हजुरहरूले माया गरिदिनु होला भन्न चाहन्छु। गीता हो त होइन, देउसी खेल्ने एउटा टुक्का गीता दिन्छौँ है। उठाउ दिदी उठाउ बहिनी उठाउ दाजु भाइ, उठाउ दिदी उठाउ बहिनी उठाउ दाजु भाइ, आजैदेखि अन्त्य गरौ बाल विवाहलाई। जति नै वर्ष बढ्दै गछ त्यति नै बाल विवाह नि बढ्दै गछ गाइस। के गर्ने हो, कहिले पनि हट्दैन। अब हामी सबै हटाउनु पर्छ। सो गाइस अब म घर जान्छु, घर भेटौँला। लुक देख्न सक्नुहुन्छ आज मैले साडी लगाएको छु, घर हेलो गाइस म घर पनि अघि नै पुगिसकेँ। अघि सरी मैले भिडियो बनाउन पाएन। घर खाना बनाएर खाइसकेँ, कोठामा आइसकेँ गाइस। सबैजनाले माया गरिदिनु होला यो भिडियोलाई भन्न चाहन्छु। आज
नारी दिवसको सबैजनालाई फेरि पनि शुभकामना भन्न चाहन्छु। सबै नारीहरू सधैँ सुरक्षित रहनु र नारी हिंसा कहिले पनि नगर्नु। तपाईँ हामी मिलेर सबैजना मिलेर बाल विवाह, नारी हिंसा, बहु विवाह, छाउपडी पर्दा अन्य भेदभावहरूलाई रोक्नुपर्छ भन्न चाहन्छु। आज हामीले यही विषयमा आफ्नो नृत्य र गीत लगेर प्रस्तुति गरेको थियौँ वडा कार्यालयमा। यही विषयमा प्रतियोगी भएर हामी सफल भएका छौँ, प्रथम भएका छौँ। गाइस सबैजनालाई नारी दिवसको शुभकामना भन्न चाहन्छु। सो गाइस आजको भिडियो यति नै। के कस्तो छ हजुरहरूले सुझाव सल्लाह दिनुहोला भन्न चाहन्छु। सबैजनालाई बाई बाई। अर्को भिडियोमा भेटौँला। यो भिडियोलाई सबैजनाले सब्सक्राइब, लाइक, सेयर गरिदिन नबिर्सिनु होला। धन्यवाद।